स्विमिङ खेल जाने ना यहाँ जाडो छ एकदम यहाँको ठाउँ एकदम बहुत ही ठन्डा है चिटिका परेर कहाँ हिँडेको अब जानु पर्यो नुहाउन बुटोलतिर यहाँ त यस्तो जाडो छ हेर न आएदेखि 1 महिना भयो मैले नुहाएको पनि छैन यस्तो जाडोमा हो अब जान्छु त्यतै गएर यस्तो गरेर हाम फाले नुहाउने यस्तो गरेर हेलो वेलकम ब्याक आवर युट्युब च्यानल सिपिएम थापा हेर्नु होला हामी चाहिँ अहिले सिद्धबाबाको प्राङ्गणमा पुगिसकेका छौँ यहाँ पार्किङ एरियामा तर हामी थोरै अगाडि जानुपर्छ किनभने अगाडिदेखि झर्ने ठाउँ पनि छ अगर तपाईहरु पाल्पा कहिले घुम्न जानु भएको छैन भने यो हो पाल्पा गेट यहाँदेखि पाल्पा सुरु हुन्छ है त आउनु होला जानु होला पाल्पातिर घुम्नलाई आज टिनौ खोलामा नुहाउँ भनेर प्लान गरेर आएको तर यहाँ नुहाउन त नुहाछ कि सबै मान्छेहरूले तर यो भनेको एकदम के भन्छ नपाउनेले केरा पायो के पता नै के भन्छ नि त्यो हो तर म चाहिँ गएन है त नजा भन हामी खेत रोपे जस्तै छ यार कसम से यार जस्तीमा सापदेखि त्यही भएर जाम भएको मलाई पनि डर लाग्यो तर आज चाहिँ लास्टै भएर चाहिँ यो आज बिहान पाल्पातिर पानी आएको थियो के मम्मीले पनि भन्नुभएको थियो पाल्पातिर पानी आएको थियो बिहान भन्नुभएको थियो अब हामी चाहिँ जान्छौँ स्विमिङ पुलतिर एकदम राम्रो स्विमिङ पुल खोजेर जाऊँ हामीतिर हामी हेलो गाइज हामी चाहिँ अब ब्याक भइसकेका छौँ नेचुरल स्विमिङ पुल छोडेर अब चाहिँ हामी आर्टिफिसियल स्विमिङ पुलमा जानुपर्ने हुन्छ किनभने त्यहाँ बहुतै फोहोरो पानी परेको देखेर चाहिँ हामी वापस भएका छौँ यो नहरपुरको चोक देवीनगर जाने बाटो त्यसपछि यतातिर गइन्छ हामी तलतिर भैरव जाने बाटो हुँदै 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 थोडा अगाडि गएर लेफ्ट साइडमा तपाईको तिनौ स्विमिङ पुल आउँछ है त तिनौ वाटर पार्क छ म देखाउँछु तपाईलाई गेट ल हेर्नुस् फाइनली हामी चाहिँ तिनौ वाटर पार्कमा आइसकेका छौँ तिनौ वाटर पार्क एन्ड पार्टी प्यालेस बडा अक्षरमा गेटमा टक्क लेखेर राखिदिएको छ त अब तपाईलाई म्यारेज स्यारेज पार्टी सार्टी गर्ने हो भने पनि यहाँ पार्टी प्यालेसको पनि सुविधा छ तर अहिले चाहिँ हामी सिर्फ स्विमिङ गर्नको लागि आएको हो त हामी लाग्यौँ टिकट काटेर टिकट मात्र 400 रुपैयाँको थियो पर टिकट 400 रुपैयाँ त्यसपछि हामी स्विमिङतिर लागिसके किनभने बहुतै गर्मी छ बुटोल है साह्रै गर्मी छ त पानीभित्र डुबिरहँ जस्तो लाग्छ के त्यही भएर ओके खै डुबा त डुब न डुब कति डुब्छ के कति गइरहेछ वाओ धेरै चिसो चिल पानी छ यहाँ चाहिँ किनभने यो चाहिँ लगभग 10 to 12 फिटको हाइटमा छ डिप छ त्यही भएर यहाँ चाहिँ पानी काफी ठन्डा रहेको छ किनभने उता बच्चाहरू खेल्ने ठाउँमा चाहिँ काफी तातो पानी थियो होइन म यसो गएको थिएँ चेक गर्नलाई यहाँ चाहिँ एकदम आनन्द छ गहिरो पानी भएको हेलो भाइ आले भाइ तपाईँ पनि लाइफ गार्ड हो यहाँको हो भाइ
खै त यहाँ मान्छे हेरेको कता कता मोबाइल खेलाउँदै बसेको त फेरि यस थ्याङ्क यू यहाँ चाहिँ 4 जना भाइहरू एकदम रेडी टु सेभ द लाइफ हजुर CPM थापा है @ अरे यार भर्खर भर्खर सिक्दैछु कि त्यही भएर लाज लाग्यो नि त क्या किन्ला भन्दा लदा हुन्छ Lights went down when you feel lost in your shadow. Don't feel alone, don't scream so loud. We are living in this cruel world. Broken but strong, gotta move on. You're not a bakery of life. Equip my soul, find the real gold. I'll fulfill what I started. अब चाहिँ टाइम भएको साँझको 7:30 बजिसकेको छ अब हामी चाहिँ जानुपर्ने हुन्छ यहाँ चाहिँ लाइटहरु चलेर राम्रो सो देखिन्छ बिल्कुलै राम्रो छ वाटर पार्क पार्टी प्यालेस टिनौ वाटर पार्क ठीक छ बढिया लाग्यो अब बाई बाई भन्दै अर्को साल फेरि भेटौँला स्विमिङ पुललाई